हेलो साथीहरु, गुड मर्निङ, नमस्ते, सेवारो तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। म 2-3 दिनको बादमा फेरि पनि नयाँ भिडियो लिएर आएको छु साथीहरु। त्यस्तो खासै त के पनि छैन। आज चाहिँ सम्पूर्ण महान आमाहरुको मुख हेर्ने दिन हो। माता तिथि औँसीको सम्पूर्ण आमाहरुमा धेरै धेरै शुभकामना। तपाईहरु हुनुहुन्छ र हामी छौं भन्नुपर्छ साथीहरु। अनि आज चाहिँ बिहानै पानी पर्दै थियो साथीहरु। हेर्नु न, आँखामा के पसिआसी आयो। छटक छुटिक चाहिँ गर्यो, तर ठुलो पानी चाहिँ परेन। अनि आकाशहरु कराएको छ। मौसम बिहानदेखि धुम्बिरहेको छ, कुहिरो लागिरहेको छ। अन्त त साथीहरु, आज आमाको मुख हेर्ने दिन। अनि म चाहिँ यहाँ मेरो घरमा छु साथीहरु। झाडु पोचा लगाउँदै छु। पोचा त नभनौं, यस्तो घरमा पोचा त हुँदैन। कुच्चो, पोचाको सट्टा कुच्चो खरेटो लाउँदैछु साथीहरु। यस्तै हो छोरी मान्छेको कर्म, के गर्नु। अब खै अहिले टाइम मिल्यो भने दिउँसो एकछिन जान्छु कि, तर अहिले फिक्स छैन। अब के हुन्छ एकछिनमा दिदीहरुसँग सल्लाह गरेर भयो भने आमाको मुख हेर्न त बिहानै जानुपर्ने हो साथीहरु। तर पनि यस्तै छ, के गर्नु। अब एकछिनमा टाइम मिल्यो भने चाहिँ जान्छु होला, दिदीहरुसँग सल्लाह गरेर जाने भन्ने कुरा चाहिँ छ साथीहरु। अब के हुन्छ है थाहा छैन। हेर्नु न, यहाँ पनि हुनुहुन्छ नि त, आमा त सासुआमा हुनुहुन्छ। अनि सासुआमा पनि धेरै बोल्नुहुन्न, म पनि धेरै बोल्दिन। म पनि खासै धेरै बोल्दिन। अरू बोलिरहेकोमा गएर प्याच्च घुसिनु पनि मन लाग्दैन। म जति माइत घरमा, मेरो जन्म घरमा कम्फर्टेबल फिल गर्छु नि, तर म यहाँ अहिले पनि म त्यति साह्रो कम्फर्टेबल फिल गर्न सक्दिनँ, घुलमिल हुन सक्दिनँ। अनि म पनि खासै बोल्दिन। अनि यो बोल्ने बानी बसाल्नु लागि नै मैले चाहिँ भिडियोहरू बनाउँदैछु साथीहरु। म आफ्नै अनुहार फेस गरेर पनि बोल्न सक्दिनँ। ऐनामा गएर चाहिँ मेरो अनुहार फेस गरेर बोल्यो भने मलाई कस्तो लाग्छ साथीहरु। अनि टिकटक बनाउँदाखेरि पनि मै हेरेर चाहिँ खासै म टिकटक बनाउँदिन। अनि यता दायाँ बायाँ हेरेर बनाउँछु साथीहरु। अनि त्यस्तै छ। अनि आमा पनि सासुआमा पनि खासै बोल्नुहुन्न, म पनि खासै बोल्दिन। चाहेको काम मात्रै सोध्छु, उहाँले पनि चाहेको काम मात्रै। अनि उहाँहरू चाहिँ अलिक सोसियल मिडियाबाट, क्यामेराबाट चाहिँ टाढै बस्ने मान्छेहरू हुनुहुन्छ। अनि त्यही भएर म खासै लिदिनँ पनि। तपाईहरु भन्नुहुन्छ होला बिहे गरेको, तर सासू ससुरा नन्द बुढाहरू खासै आउँदैन त भनेर। त्यही हो, मुख्य कारण चाहिँ त्यही हो साथीहरु। त्यस्तै छ। अनि मलाई पनि अलिक अप्ठ्यारो हुन्छ क्या भिडियो बनाउनको लागि। अनि म कहिलेकाहीँ भिडियोहरू बनाउँदाखेरि कता हुनुहुन्छ हेरेर बनाउँछु। अनि त्यही हो, सो साँगुरो मन भने जस्तै होला नि, बनाएको बाघले खानु छ कि छैन, मनको बाघले खान्छ। त्यही हो साथीहरु, बुहारी भएपछि त्यस्तो हुँदो रहेछ। अब म उता घर गयो भने मेरो बोली, मेरो हाँसो, मेरो अनुहारमा फाल्टै चमक हुन्छ साथीहरु। जाने, कराउने, उफ्रिने, गीत गाउने, के हुन्छ। अनि अब यहाँ चाहिँ खासै अलिक के गर्दैछ भने त बुहारी हो नि त, ल्या देखेर के भन्ने हो कि भन्ने खालको एक प्रकारको डर हुँदो रहेछ। अब भन्नु त हुन्छ कि हुँदैन, तर पनि आफूमा चाहिँ त्यस्तो लाग्दो रहेछ साथीहरु। मेरो अनुभव चाहिँ त्यस्तो छ। तपाईहरुको कस्तो हुन्छ सेयर गर्नु होला। अनि अब बहिनीले चाहिँ भित्र, कान्छी बहिनी आउनु भएको छ, दमकमा बसेर पढ्नु हुँदैछ मेरो नन्द। अनि भित्र के तयारीहरू गर्नु हुँदैछ। अनि के फुल धेरै त आशीर्वाद दिनु एकदम हाँसी बस्दा जहिले। धन्यवाद। खुट्टामा ढोक्नुपर्छ? ढोक्नुपर्छ नि खुट्टामै। हो कि? भाग्यमानी हुनु, सोचेको आँटेको सबै पुरा मैले केही नभनी गर्नुभयो त। नि मनमा नै हो।
चिनी र पानीको मात्रै बनाएको आमाको मुख हेर्ने दिन पनि मनाइसक्यौँ हामीले साथीहरू। भित्र बहिनीको पालो छ अनि अब खानेकुरा चाहिँ केही पनि छैन। अब पछि कमाएर दिउँला भन्ने आशीर्वाद दियो आमाहरूलाई। अब चाहिँ अब खानेकुरा बनाएर खानुपर्ने हुन्छ साथीहरू। म चाहिँ अब खाजा बनाउँछु साथीहरू। म चाहिँ रेडी भएर गएको अब माइती आमाको मुख हेर्नको लागि। अब यहाँ चाहिँ बिहानै हेऱ्यो सासूको चाहिँ। अब आमाको चाहिँ भर्खर यहाँनिर खानासाना पकाएर खाइसकेर दिएर मैले चाहिँ बिहान खाजा खाएको थिएँ र मैले चाहिँ खाना खाइनँ साथीहरू। अब हामी जहाँ गएको मलाई चाहिँ तलसम्म चाहिँ पुऱ्याउँछ मेरो बुढाले। अनि लबीमा गएर अब साइड दिदीसँग भेला भएर के सामानहरू केकहरू अर्डर गर्नुभएको छ अरे अनि लगेर जाने साथीहरू। हेर्दै गर्नु होला। म एकैचोटि अब तपाईँलाई एकैचोटि सायद घर पुगेर मात्रै देखाउँछु होला। फाइनली गाइज म चाहिँ घर आइपुगिसकेँ। ढेन्टडेङ। अब हामी चाहिँ यहाँनिर केक काट्ने अनि यहाँदेखि हामीले डेकोरेसन यस्तो गऱ्यौँ। हाम्रो घर यस्तै छ। ढिक्चिङ हाम्रो माइली यहाँ छ। हाम्रो छोरा यहाँ छ। प्रियान त्यहाँ छ। हाई प्रिया। उता मम्मी रेडी हुँदैछ अनि यहाँ चाहिँ साइडी छ। अनि अब हामी टिकटक बनाउने अनि फोटो खिच्ने अनि ढुकचुक ढुकचुक नाच्ने त ननाच्ने। बोजूले के भन्दैछ यो त कहिले बुढी नहुने रहेछ भन्दैछ नि। हाम्रो पारा छ यस्तै केटो हेरेको हेरे गीत गाइदेऊ न फेरि। हाम्रो यस्तै छ पारा केटा हेरेको हेरेकै केटी हेरेको हेरे ढिक्चिङ ढिक्चिङ ढिक्चिङ। ओहो बलगम कसले दियो छोरा तपाईँलाई? त्यहाँ माथि थियो कसले लिनु भएको रे? अब हामी केक काटेर खाने नि। ल आन्टी माया गरिदियो एकचोटि। यता यता आन्टी माया गालामा। थ्याङ्क यू लु भाइलाई। ल हाम्रो चाहिँ यति मात्रै खानेकुरा चाहिँ। अब हाम्रो केक कटिङ हुनु आँट्यो। के गरेको त्यतिखेर चाहिँ? हाई मम्मी ह्याप्पी मदर्स डे। थ्याङ्क यू भन्नु न। थ्याङ्क यू भन्नु न मजाले। थ्याङ्क यू। अब हाम्रो यहाँनिर चाहिँ खानेकुरा छ थोरै टक्कसँगले। टक्कसँगले चाहिँ खुवाउने। ह्याप्पी मदर्स डे खोइ भनेको। भिडियो पनि मैले बनाउँदै स्प्रे पनि मैले नै उ गरेको। सबै राम्रै देखिएन। सल्ला उतापट्टि जा त। उतापट्टि अब लाग्छ नि सबै। म त यहाँ छ सल्लाले क्लोज हुन। हेलो ल्या। अब सबभन्दा ठुलो भनेको हाम्रो माइली हो। जेठी बिहानै आएर गइसक्यो। गालामा चाहिँ नदल्देऊ है। ह्याप्पी मदर्स डे। साइली आऊ तिम्रो पालो। अलि जहाँ गरिलो हुनु नि के असर हल्छे भाउ भाउ। अलि माथि उँभो साइडबाट खुवाउ न। अन्त खै ह्याप्पी मदर्स डे पनि भन्दैन। नानी आइज यहाँ। अब मेरो पालो गाइजहरू यहाँ देखा नि फेरि राम्रोसँग। ह्याप्पी मदर्स डे मम्मी। यो चेहरा सधैँ हाँसी खुसी रहोस् नबिग्रोस्। अझै धेरै बाँच्नु। अनि दुःख गर्दा गर्दा अब पछि सुखको दिन पनि पर्नेछ। अनि जहिले नबिगारी हाँसी खुसी भएर बस्नु। उज्यालो यो अनुहार सधैँ
छोरा छैन भनेर गुनासो नगर्नु हामी छोरा 2 वर्षको नानीलाई के खुवाएको थियो तपाईको दुःखमा सुखीमा सामेल हुन्छौँ ल मम्मी ल ह्यापी मदर्स डे झन् मलाई चाटेको आमा थुप्पा पकाइदिनु आँटेको भने 8 बजी कि भरे त्यो किन धेरै नखाने के म त 8 बजी त्यसै पुगे खेती खाजा हारे हिँड्ने हो सबै खाइदिनु न तपाईको हातबाट सन्दानी उयो पनि बस्न अप्ठ्यारो भयो मम्मी खाइसकेर फोटो खिच्न नि ढिलो भइसक्यो बेलुका पो जाने हो त अब त के को दाउरा बोक्नुहुन्छ नि कति बेला हो तिमी अझै जाने कि बस्दै आजै जाने नि भरे जाने हामी त हिँड्दै हिँड्दै रमाइ रमाइ खायो गाइजहरू अब चाहिँ केक खाने पालो मेरो गाइजहरू अब हामी चाहिँ आमाको मुख हेरि पनि सक्यौँ अनि अब हामी त दाउरा पुग्नु जानु आँटेको आमाको मुख हेर्ने चाहना बाहना हो आमाको मुख हेर्ने बाहना हो दाउरा बोक्ने चाहना हो सक्ने हामी गएको ल भरे भेटौँ ल गाइजहरू हेर्दै गर्नु होला अब हामी त गएको काम सकेर साथीहरू अब माथि रवि पुगेर हिँड्दै हिँड्दै जाने अनि रविदेखि चाहिँ म मेरो बुढोसँग जान्छु मम्मी यता आउनु त यहाँ ल्याउनु न यहाँ अब गएको बस्नु ल मम्मी आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना बाई बाई मम्मी बाई राम्रोसँगले जानु भन्नु न राम्रोसँगले जानु शुभ यात्रा झगडा नगर्नु नबाच्नु आशीर्वाद दिनु न शुभ यात्रा गरेर राम्रोसँग पुग ल बाई बाई मम्मी म चाहिँ रवि आइसकेँ अब चाहिँ 6 बजिसक्यो अनि आजलाई चाहिँ मेरो भिडियो यस्तै रह्यो साथीहरू अन्त आजको भिडियो चाहिँ म यहीँ गर्न चाहन्छु बाई 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 भन्छु बाई बाई